आज त नानीहरुको रिजल्टको दिन हामीहरुसँग नानी आइन बिमलालाई फोन गर्नु पर्यो। हेलो बिमला, के छ खबर? मेरो ठिकै छ, तिम्रो कस्तो छ नि? एकदम ठिकठाक छ। अनि आज नानीहरुको रिजल्ट हैन, तिम्रो छोरीको कस्तो भयो रिजल्ट? आइसकिन? हो नि, समृद्धिको त राम्रै भयो, फर्स्ट डिभिजन ल्याइ नि त्यसले। निशाको चाहिँ कस्तो भयो नि? निशाको त पुरै गर्नु पर्दैन, उसको त एकदम राम्रो हुन्छ। आजसम्म जहिले 4 जीपीए नै ल्याएको हो। उसले त त्यो रिजल्ट ल्याएकी त छैन, आएकी छैन हैन, र पनि उसको त राम्रै हुन्छ नि। अब घरमा पनि हामीले अब त्यसरी काम लगाएको छैन, पढाइमा मात्र एकदम फोकस गरेका छौं। उसको त राम्रो आउँछ, 4 जीपीए आइ नै हाल्छ। मेरो त त्यसरी पुग्दैन नि सविता। बिहान म काममा गइहाल्नुपर्छ, उसले खाना पकाउने ओर्ने सबै उही गरेर स्कुल पनि गएकी छे, गएर पनि उसले सरसफाइ गर्ने सबै गर्छ। तर त्यति गरे पनि फर्स्ट डिभिजन ल्याएकी छ, राम्रै गर्यो नि। राम्रै त राम्रै हो, तर अब अहिले हेर न, फर्स्ट डिभिजन मात्रै भएर पनि हुँदैन नि त हौ। डिस्टिङसनसम्म पनि नल्याएर त के गर्छन् र हो अनि? उसलाई त गाह्रो हुन्छ होला नि त, होइन र? ल यहाँ नानीले बेल बजाइ जस्ती छ, निशा आइ जस्ती छ, म राखिदिएँ ल, फेरि कुरा गर्दै गरौँला न। निशा के गरिस्? ओहो, जाजी के ल बताइस। ए समृद्धि तिमी पनि आऊ, ल भित्रै बस न, आऊ यतै बस न, आऊ। ल नानी, कस्तो राम्रो गरेछौ, 4 जीपीए ल्यायो है, धेरै धेरै बधाई छ, दुवैजनालाई बधाई छ हैन, तिमीले पनि राम्रो गरेछौ। यहाँ हेर न निशा, आज यस्तो पिरियड भएर है, बिहानै पिरियड भएर पेट दुखेर कस्तो भइरहेछ, एकदम अझै नसक्ने भइसक्यो। छोरी मलाई 1 कप अदुवा हालेको चिया चट्ट बनाएर ल्याइदिऊ, लास्टै पेट दुख्यो। जाउँ न। कसरी ग्यास गर्नु, अदुवा कुन हो, कसरी चिया पकाउनु आउँदैन मलाई पकाउनु त, आफै पकाएर खानु है। म गएँ मेरो रुममा। पेट दुखेर कस्तो छ, पेट दुखेको टाउको पनि दुखिसक्यो, टाउकै फुट्छ जस्तै भइसक्यो, राम्रो बसेर पेट दुखेको। साह्रै पेट दुख्यो। हेर न नानी, कति पेट दुख्छ देख्छु। मेरो त पिरियड भएको बेला त असाध्यै गाह्रो हुन्छ। म चिया पकाएर ल्याइदिन्छु नि त हजुरलाई। पकाउन आउँछ नानी तिमीलाई? आउँछ नि, घरमा पनि म जहिले पकाइरहेको हुन्छु त। हो, त्यसो भए जाऊ न त है, 1 कप अदुवा चिया मिठो पारेर ल्याइदेऊ न, मलाई त साह्रै गाह्रो भयो नानी। हुन्छ, म ल्याइदिइहाल्छु नि, बसिरहनु न। पेट दुखेको। तिमीले बिस्तारै खानु है, तातो छ। हो, कति छिटो बनायो नानी। कस्तो मिठो चिया पकाएको, मेरो त पेटै सन्चन्छ जस्तो छ। आन्टी, यस्तो बेला त हट ब्याग पनि युज गर्नु नि छैन? हट ब्याग छ नि नानी, त्यहाँ छ, त्यो ल्याउनै नसकेर हो कि, ल्याइदेऊ न है, त्यहाँनिर छ त्यो। म ल्याइदिइहाल्छु नि, बसिरहनु न। हजुर आराम गर्नु, म गाउँमै सफा पठाउनु गएको ल। खै म पनि त्यसै खुसी हुँदै रहेछु, नानीले 4 जीपीए ल्यायो। खै त आपद विपद पर्दा, आफूलाई गाह्रो साह्रो पर्दा, अप्ठ्यारो पर्दा 1 कप चिया पकाएर खुवाउन पनि सक्दिनँ। मैले त काम गर्नु नलगाएर गल्ती पो गरेँ कि के हो। पढाइ मात्र भनेर, नम्बर मात्र भनेर पनि नहुनेको रहेछ त। व्यवहारिक ज्ञान बिनाको शिक्षा त नुन बिनाको तरकारी जस्तो हुँदो रहेछ।